आसन ग्रहणको कार्यक्रम राखेको छु। आजको यस जनशक्ति सामुदायिक वन उपभोक्ता समूहको 27औं वार्षिक उत्सवका प्रमुख अतिथिको रूपमा हामीले सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङका अध्यक्ष ज्यूलाई हामीले आमन्त्रण गरेका छौं र यस कार्यक्रममा प्रमुख अतिथिको लागि सामुदायिक वन उपभोक्ता महासंघ दाङ नेपालका अध्यक्ष हरिप्रसाद भुषाल ज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी विशिष्ट अतिथिको रूपमा हामीले स्थानीय सामुदायिक वन उपभोक्ता महासंघ गढवा का अध्यक्ष एवं कुलपानी सामुदायिक वनका अध्यक्ष नवराज शर्माज्यूलाई म विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी कालका प्रमुख आएपछि म आसन ग्रहण गराउने छु। सम्पन्न गर्नुभएका भूतपूर्व अध्यक्ष एवं यस वर्तमान कार्य समितिका सल्लाहकार सदस्य चित्रबहादुर महतराज्यूलाई पनि म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी सूर्य सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अथवा प्रतिनिधिज्यूलाई मञ्चमा आएर आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी यस जनशक्ति सामुदायिक वन उपभोक्ता समूहको संस्थापक अध्यक्ष एवं भूतपूर्व अध्यक्ष रामबहादुर घरती मगरज्यूलाई मञ्चमा आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी पूर्व अध्यक्ष श्री दण्ड बहादुर जीसीज्यूलाई मञ्चमा आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी जनजागृति महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अथवा प्रतिनिधिज्यूलाई मञ्चमा आएर आसन ग्रहण गरिदिनुको कार्यक्रम भइरहेको छ। बिस्तार वर्तमान कार्य समितिका सल्लाहकार समिति संयोजक दिलबहादुर महतराज्यूलाई मञ्चमा आएर आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। सामुदायिक वन उपभोक्ता समूहका सचिव मञ्जु चौधरीलाई म हार्दिक अनुरोध गर्दछु। आजको यस 27औं वार्षिक साधारण सभाको सभा अध्यक्षज्यू, प्रमुख अतिथि, विशिष्ट अतिथि, ड्यासमा उपस्थित हुनुभएका सम्पूर्ण अतिथिहरू, अभिभावक बुद्धिजीवीहरू, आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई म र यस जनशक्ति सभा उषाको तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्दै आजको यस कार्यक्रममा आएर शोभा बढाई आजको कार्यक्रम सफल र सभ्य बनाउनको लागि उपस्थित हुनुभएका
उहाँहरूलाई धेरै धेरै धन्यवाद दिँदै आजको कार्यक्रम अन्तिमसम्म सुनिदिनु होला भन्दै स्वागत गर्दछु। यति भन्दै मेरो मन्तव्य यही अन्त्य गर्दछु। धन्यवाद। अर्पणको कार्यक्रम भइरहेको छ। यस जनशक्ति सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनको क्रममा आफ्नो प्राण आहुति गर्नुभएका रामु न्यौपानेज्यू अहिले हामै सामु हुनुहुन्न, तर उहाँको स्मरण सधैँ रहि नै रहनेछ। यो सामुदायिक वन उपभोक्ता समूह रहन्जेल उहाँले गरेका योगदान हाम्रो सामु अमर नै रहनेछ। र अब ब्यानर पढेर विधिवत रूपमा यो जनशक्ति सामुदायिक वन उपभोक्ता समूहको 27औं वार्षिक साधारण सभा उद्घाटन गर्न सुरुवात गर्न हार्दिक गर्नुपर्छ। जन्मदेखि मृत्युसम्म वन हाम्रो साथी, वन जोगाए हामी जोगिन्छन् हाम्रा सन्तति। श्री जनशक्ति सामुदायिक वन उपभोक्ता समूह गढवा गाउँपालिका 1 वनघुश्री देवपुरी दाङ 27औं वार्षिक साधारण सभा 2082 10-17 गते कार्यक्रम उद्घाटन भएको जानकारी गराउँछु। धन्यवाद। धन्यवाद प्रमुख अतिथिज्यू। अबको कार्यक्रम म शशि कपुर कार्कीज्यूलाई आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी यसै सामुदायिक वनका आर्थिक लेखा समितिका सदस्य माधव केसीज्यूलाई पनि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरेर खुर्रिया टोलको पूर्व प्रधान तथा सामाजिक व्यक्तित्वद्वारा भएको यो उल्लेखनीय प्रगतिको विषयमा पनि व्याख्या गर्नुभयो। वास्तवमा यो सामुदायिक वन उपभोक्ता समूह अहिले सामाजिक लैङ्गिक समावेशीकरणकै सिद्धान्त अनुसार सबै जात जाति समुदायहरूलाई कार्य समितिमा ल्याएर एउटा लैङ्गिक समावेशीकरण भएको आभास पनि भइरहेको अवस्था छ। अब भने म कार्यक्रमलाई 27औं वार्षिक साधारण सभा कार्यक्रमका सञ्चालक पूर्व उपाध्यक्ष एवं अहिले चाहिँ उहाँ सल्लाहकार पनि हुनुहुन्छ सर्जी चौधरीज्यू, आज यस 27औं वार्षिक साधारण सभा कार्यक्रमका प्रमुख अतिथिज्यू हरि भूषालज्यू, विशिष्ट अतिथि नवराज शर्माज्यू, त्यसै गरी यस सामुदायिक वनका पूर्व अध्यक्ष चित्रबहादुर मत्राज्यू लगायत देशमा आसीन सम्पूर्ण अतिथिगण महानुभावहरू, यस कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न पार्नको निमित्त उपस्थित हुनुभएका खुरुलिया वनबारी र वनगुश्री टोलका आम उपभोक्ता महानुभावज्यूहरूमा फेरि पनि यहाँहरूमाझ मेरो व्यक्तिगत तर्फबाट र श्री जनशक्ति साभा उसको तर्फबाट हार्दिक अभिवादन नमस्कार गर्न चाहन्छु। यस 27औं वार्षिक साधारण सभा कार्यक्रमलाई सफल पार्नको निमित्त हाम्रो निमन्त्रणलाई स्वीकारेर उपस्थित हुनुभएका सम्पूर्ण अतिथिगण महानुभावहरू, यसै गरी हाम्रा सम्पूर्ण उपभोक्ताज्यूहरू, यहाँहरूले यस कार्यक्रममा उपस्थित भएर हाम्रो कार्यक्रमलाई सफल पार्नको निमित्त यहाँहरूको एउटा प्रेरणादायी भूमिका निर्वाह गर्नुभएको छ। सबैजनालाई विशेष धन्यवाद दिन चाहन्छु। अब हाम्रो यस साभोको वार्षिक साधारण सभा पश्चात हामी चाहिँ छपान कटान उठानमा हामी लाग्नेछौँ। सँगसँगै अबका दिनहरूमा यो गर्मीको मौसम पतझर मौसम आएको छ। यस अवस्थामा धेरै आगलागी हुने गर्छ। त्यो चाहिँ विशेष त हामी समाज हामी व्यक्तिबाट नै त्यो हुने गरेको पाइन्छ। प्राकृतिक रूपमा चाहिँ त्यो एकदम न्यून भएको पाइन्छ। यहाँहरूले चाहिँ यहाँ म विनम्र अनुरोध गर्न चाहन्छु कि यहाँहरूले यो सामुदायिक वनलाई आगलागी हुनबाट यहाँहरूको एकदम ठुलो भूमिका रहनेछ। यहाँहरूले सबैजनालाई सतर्क बनाउनुहुनेछ भन्न चाहन्छु। सँगसँगै अब चाहिँ हामीले यस 27औं
कार्यक्रमको अन्त्यमा छ र यहाँहरूले चाहिँ तीनवटै टोलको अलग अलग भान्सा रहनेछ। अलग अलग भान्सामा रहेर यहाँहरूले खाना नास्ता खान सक्नुहुनेछ भन्दै आजको यस कार्यक्रमलाई म विधिवत रूपमा समापन भएको घोषणा गर्न चाहन्छु। हस्त धन्यवाद।